हेलो दर्शन नमस्ते लासो फ्याफुल्ला सेवाहरू सम्पूर्ण मित्रहरूलाई नमस्ते। मेरो युट्युब ब्लग विकास तामाङ ब्लग सब्सक्राइब गरिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद। र आज चाहिँ हल्का बजारतिर घुम्न आएको साथीहरूलाई पनि भेटघाट गर्नुपर्ने र ठिकै छ हेरिदिनु होला है त। हल्का रमाइलो इन्टरटेनमेन्टको लागि मात्रै हो, त्यस्तो उयो होइन। यो भिक्टोरिया सहर हो। आज यहाँ प्रोग्राम के को छ है, हल्का साउन्ड बक्सहरू चाहिँ सेटिङ गरिराखेको छ, म्युजिक सिस्टमहरू ठिकै छ। प्रोग्राम होला। नमस्ते नमस्ते साथीहरू, घुमै छ है। आज एक्लै छु, यहाँ साथीलाई भेट्ने भनेको अब उनको अलिक ढिलो आउने भयो, त्यो भएर मैले हल्का भिडियोहरू ब्लगिङ गर्दैछु, हेरिदिनु होला। यस्तै छ। यो चाहिँ अब सिसल्सको एकदम सुन्दर जग्गा पर्छ। फ्ल्याग हेर्नुहोस्, सिसल्सको राष्ट्रिय झन्डा, यो पनि सबै झन्डै हो, राष्ट्रिय झन्डै हो। त्यहाँनिर हेर्नुहोस्, म जुम गरेर देखाइदिउँ, जुम गरेर ल हेर्नुहोस्, धेरै जुम भएको सिसल्सको राष्ट्रिय झन्डा फर्काइरहेको छ। राष्ट्रिय झन्डा फर्काइरहेको छ, हेर्नुहोस्। आज गर्दैछु साथीहरू। यो पहिला त यहाँनिर यस्तो पार्किङ थियो नि, जङ्गल थियो, आउने बस्ने बियर सियर खाने। यो अहिले त सबै पार्किङ बनाएर है यो एरियामा सबै मेन्टेनेन्स भइरहेको रहेछ, भवनहरू है सबै मेन्टेनेन्स गरिरहेको छ। पर त्यो स्वतन्त्र सिसल्स त एउटा सुन्दर आइल्यान्ड हो, टापु, समुद्री टापु हो। यो चाहिँ एउटा समुद्री टापुमा पनि फेरि कस्तो भने अब एकदम पहाडी टापु के यो चाहिँ अचम्मित ठाउँ चाहिँ अचम्मित छ। त्यस्तो अचम्मै लाग्ने ठाउँ बोटिङ ब्याकग्राउन्ड माथि हेर्नुहोस्, डाँडा डाँडामा घर, पाहाडको छेउछेउ। काम लागिरहेको खासै गर्मी छैन, हावा चलिरहेको है त गाइस। बस चाहिँ हो, पब्लिक बस हो। यो कहाँ जाने हो, कति नम्बरको हो, पब्लिक बस हो यिनीहरू। अरू चाहिँ अब सबै पब्लिक बस हो, यसमै चढेर जाने हो अहिले हामी पनि। अब आफ्नो कार छैन, आफ्नो कार किन्ने योग्यता छैन है, अब यस्तो पब्लिक बसमै हिँड्नुपर्छ। त त्यस्तो एक सिस्टम हुन्छ सबै कुराहरूको। स्टुडियम स्टुडियम हो त। यस, गुड माई फ्रेन्ड। पनि सबै मेन्टेनेन्स गर्दै रहेछ है, हेर्नुहोस्। पुरानो चाहिँ म्युजियम हो, अहिले पनि लाइब्रेरी छ, होटल सोटल सबै यहाँभित्र बसेर कल्चर हेरिटेज सबै आर्टहरू भनौँ न हेर्न
पढ्न पाइन्छ। पहिलाको त म्युजियम हल नै थियो, अहिले पनि त्यस्तै त्यस्तै भन्नुपर्छ, सबै कुरा छ अहिले पनि। यता चाहिँ यो पार्किङ एरिया पर्छ यहाँनिर। पार्किङ भन्नाले गार्डन पार्क होइन। आज हल्का भिक्टोरियाको चाहिँ घुमाइ नै छु। अब एक्लै छु, साथीलाई पर्खिरहेको, के गरेर बस्ने भयो। अनि त्यो भएर मैले हल्का भिडियो बनाउँदै हिँडेको है त। गाइस हेरिदिनु भएकोमा धन्यवाद। मेरो युट्युब च्यानल चाहिँ युट्युब ब्लग विकास तामाङ ब्लग सर्च गर्नु होला होइन। मेरो एउटा रातो टी सर्ट लगाएको प्रोफाइल पिक्चर आउँछ, त्यही हो मेरो युट्युब ब्लग युट्युब च्यानल। डाइरेक्टली मैले फेसबुकमा सेयर गरेको मेरो युट्युब भिडियोहरूबाट चाहिँ त्यहाँबाट तपाईँहरूले मेसेजहरूबाट डाइरेक्टली सब्सक्राइब गर्न मिल्दैन। तपाईँहरूले चाहिँ के अरे युट्युबमा गएर विकास तामाङ ब्लग भनेर सर्च गर्नु होला होइन, भेटिहाल्नुहुन्छ। अरू पनि छ थुप्रै विकास तामाङको ब्लगहरू अरू मान्छेको, तर मेरो चाहिँ विकास तामाङ ब्लग हान्ने बित्तिकै रात टी सर्ट लगाएको पिक्चर देखिहाल्नुहुन्छ है त। अनि माथि विकास तामाङ ब्लग भनेर लेखेको यो हाइट प्रोफाइल पनि राखेको हुन्छु, माथिको हेड प्रोफाइल पनि। त्यही भएर ल आज चाहिँ अब हल्का घुमाइ एक्लै भए पनि घुम्दैछु, साथीलाई वेटिङमा छु। हेर्नुहोस् अब यहाँ सबै पार्किङ हो है त। यता गाडी पार्किङ, यो चाहिँ गार्डन पार्क है त। ल हेर्नुहोस् यो पुरानो चाहिँ यो म्युजियम हो, अहिले पनि म्युजियम जस्तै भनौँ, म्युजियम नै हो। तर यहाँनिर चाहिँ आर्ट ग्यालरी सबै कुराहरू छ। अहिले चाहिँ बस्ने, किताबहरू पढ्ने सबै कुरो, लाइब्रेरीदेखि लिएर सबै कुराहरू छ। ज्ञान गुणको कुराहरू पढ्न पाउने, हेर्न पाउने म्युजियम जस्तै पनि हो। ठिकै छ, राम्रै छ भनौँ न। यो सानो नानी, यो चाहिँ यो भवनको मेन्टेनेन्स भइरहेछ है। यहाँ पार्किङ सबै ले गर्दाखेरि चाहिँ सिसल नेसनल लाइब्रेरी प्रोभाइडिङ नलेज फर लाइफ टाइम हेर्नु होला है त। यही हो सिसल नेसनल लाइब्रेरी प्रोभाइडिङ नलेज फर लाइफ टाइम। प्लस हेर्नुहोस् अब यही हो यही गरेको भनेको भने हल्का घाम लाग्ला जस्तो भयो त है, घाम त। अनि पानी पाउला होला जस्तो भयो। यहाँ त पानी पर्नु र घाम लाग्नु के ढुङ्गै हुँदैन, कति बेला पर्छ कति बेला पर्दैन थाहै हुँदैन है। यहाँ ब्रेक टाइम भएर रहेछ, खाना खाने बेला भएछ सबैजना। ग्रान्ड काच क्यासिनो हो, यता पार्किङ सबै। यहाँनिर हेर्नुहोस् केवल वायरलेस इमिरेट्स सबै। अब यताबाट हिँडेँ ल मैले, यताको त अस्ति नै पनि मैले योभन्दा अघिल्लोचोटिकै भिडियो छ है। अब यसपालि चाहिँ यतातिर जाउँ है त। त्यो लाइब्रेरीको पछाडिपट्टिबाट म गइरहेको छु यता। अनि घाम लागे पनि अब सिसल चाहिँ एउटा आइल्यान्ड टापु हो कि, घाम लागे पनि अब त्यस्तो गर्मी चाहिँ हुँदैन। अब काम गऱ्यो त गर्मी नै हुन्छ होला, तर हावा चल्छ कि सरर हावा चल्छ, शीतल हुन्छ। नहल्ली बस्यो भने चाहिँ हाम्रो नेपालमा चाहिँ हल्ले पनि नहल्ले पनि हावै नचलेपछि गर्मी हुन्छ होइन। अनि त्यो भएर हो यहाँ चाहिँ अब त्यस्तो हुँदैन। यो सबै लोकल आइटमहरू सेलिङ गर्ने लोकल आइटम। हेलो गाइस, आज चाहिँ यहाँ भिक्टोरिया बजार
यो चाहिँ नोभो ब्याङ्क है त। यसो हल्का घुम्थ्यो। घाम लागेको छ। आज मेरो साथीलाई भेट्न जाँदैछु। हल्का रमाइलो घमाइलो दिन यो नोभो ब्याङ्क आडम मोसा बिल्डिङ है गरेर हेर्नुहोस्। सिसेट्सको क्लक टावर आइपुग्यो है त। क्लक टावर हल्का देखाउनु पर्ला। क्लक टावर सिसेट्सको है त। मध्याहको 12 बजी।